ल है आजको टपिक हाम्रो के छ एकाधिकार बजार मोनोपोली मार्केट। मोनोपोली मार्केट भनेको कस्तो मार्केट हो जहाँ कुनै पनि वस्तुको एउटा मात्र सिंगल सेलर र सिंगल प्रोड्युसर भएको मार्केटलाई मोनोपोली मार्केट भनिन्छ। भनेपछि कुनै पनि वस्तु बिक्री गर्ने अथवा त्यो वस्तुलाई प्रोड्युस गर्ने एउटा मात्र प्रोड्युसर अथवा सेलर छ भने त्यस्तो बजारलाई मोनोपोली मार्केट भनिन्छ हैन। अब कुनै पनि मार्केटमा के हुन्छ वस्तु र सेवाको खरिद बिक्री हुने भयो। अब कुनै पनि विक्रेताको अथवा प्रोड्युसरको उद्देश्य भनेको के हो, नाफा कमाउनु। अब नाफा कमाउनुको लागि उसले के गर्छ, आफ्नो वस्तुको मूल्य फर्स्टमा बढी लगाउँछ। तर बजारमा डिमान्ड र सप्लाई फोर्सले पनि के गर्छ, काम गर्छ। त्यो कारणले जब वस्तुको मूल्य बढी हुन्छ भने त्यो वस्तुको के हुन्छ, माग घट्न थाल्छ। त्यो कारणले एकाधिकार बजारमा एकाधिकारीले आफ्नो वस्तुको बिक्री बढाउनको लागि के गर्छ, वस्तुको मूल्य घटाउँदै लैजान्छ। त्यो एकाधिकारी बजारको मुख्य विशेषता भनेको के हो, सुरुमा वस्तुको मूल्य बढी हुन्छ, त्यसपछि के हुन्छ, वस्तुको मूल्य घट्दै जान्छ। अब मोनोपोली मार्केटमा हाम्रो के छ, कुल आय टोटल रेभेन्यू भनेको टोटल जति पनि वस्तुहरू बिक्री गरेर प्राप्त गरेको रेभेन्यूलाई, आम्दानीलाई के भनिन्छ, हाम्रो टोटल रेभेन्यू। अब त्यसको कुल आय भनेको के हो, पी इन्टु क्यू, वस्तुको मूल्य र वस्तुको एकाइलाई मल्टिप्लाई गरेपछि त्यो एभरेज आय भनेको के हो, एभरेज रेभेन्यू भनेको एउटा वस्तु बिक्री गर्दा प्राप्त हुने आम्दानीलाई। यसको फर्मुला भनेको टीआर अपनमा क्यू, कुल आय भागा वस्तुको एकाइ। त्यस्तै अर्को सीमान्त आय। सीमान्त आय भनेको कुल आयमा आएको परिवर्तन, छोटो इजी रूपमा चेन्ज इन टीआर अनि चेन्ज इन क्वान्टिटी। ओके, अब हामीले यो टेबल छ, यो टेबलमा जसरी यो टेबलमा के देखाउला छ, यो वस्तुको एकाइ छ है, 7 वटा वस्तुहरू छन्। अनि त्यस्तै एकाधिकार बजारको के छ, स्टार्टिङमा फर्स्टमा वस्तुको बढी मूल्य राखेको छ, त्यसपछि वस्तुको मूल्य के भएछ, घट्दै गएको छ। अब त्यसको अकर्डिङ हामीले के हो, टीआर, एआर र एमआर त्यो निकाल्ने हैन। अब टीआर को लागि मैले भनिसके, टीआर भनेको के हो, पी इन्टु क्यू। क्यू र प्यूलाई मल्टिप्लाई गरेपछि 1 र 8 लाई मल्टिप्लाई गरेपछि 8 आयो, 2 र 7 लाई मल्टिप्लाई गरेपछि 14 आयो, 3 र 6 लाई मल्टिप्लाई गरेपछि 18। यो सबै युनिटलाई अनि प्राइसलाई हामीले मल्टिप्लाई गरिदियौँ भने हाम्रो के आउँछ, टोटल रेभेन्यू। त्यस्तै एभरेज रेभेन्यू भनेको एउटा वस्तु बिक्री गर्दा प्राप्त हुने इन्कमलाई। अब यसको फर्मुला के थियो, टीआर अपनमा क्यू। अब टीआर भनेपछि एक वस्तु बिक्री गर्दा टीआर कति थियो, 8, डिवाइड गरेपछि 8 आयो। दोस्रो वस्तु बिक्री गर्दा टीआर कति थियो, 14, 2 र 14 लाई डिवाइड गरेपछि 7, 3 र 18 लाई डिवाइड गरेपछि 6, अनि 4 र 20 लाई डिवाइड गरेपछि 5। यस प्रकारले वस्तुको एकाइ र टीआर लाई भाग गर्दा हामीलाई एआर प्राप्त भयो। अनि एमआर भनेको के हो, एमआर भनेको कुल आयमा आएको परिवर्तन, चेन्ज इन टोटल रेभेन्यू। अब के गर्ने, टीआर फर्स्ट एक एकाइ वस्तु बिक्री गर्ने बेला टीआर कति थियो, 8 थियो। त्यस्तै यहाँ एमआर कति, 8 भयो। त्यसपछि दोस्रो एकाइ बिक्री गर्ने बेला टीआर कति भयो हाम्रो, 14, 8 देखि 14 भयो, कतिको डिफरेन्स आयो, 6 को। त्यस्तै 14 देखि 18 मा कतिको डिफरेन्स आयो, 4 को। 18 देखि 20 मा कतिको डिफरेन्स आयो, चेन्ज आयो, 20 को। यस प्रकारले यो 20 मा 20 माइनस गर्यो 0, अनि यो तरिकाले पनि गर्दा 18 मा 20 माइनस गर्यो -2, 14 मा 18 माइनस गर्यो -4। अब यो हाम्रो टेबल, यो टेबललाई के गर्ने, डायग्राममा देखाउने बेला है, ओएक्स एक्सिस र ओवाई एक्सिस मैले त्यो युनिटहरू राखेको छैन, खालि मैले तिमीलाई यसको शेप कस्तो हुन्छ भनेको त्यो देखाउन खोजेको हो। बाँकी तिमीहरूसँग नोट्स छँदै छ। अब यसको टीआर को शेप के छ, फर्स्टमा टीआर के छ, बढ्दै गएको छ, त्यसपछि एक लिमिटमा आएर
के भन्छ कन्स्टेन्ट हुन्छ त्यसपछि घट्दै जान्छ। त्यस्तै यसको सेप पनि पहिला बढ्छ अनि पछि घट्छ। अनि त्यसपछि कुरा आयो एआर र एमआरको। अब एआर के छ, एआर स्टार्टिङमा बढेको छ त्यसपछि घट्दै गएको छ। त्यस्तै यो सेप यस्तो खालको एआरको सेप यस्तो फर्स्टमा स्टार्टिङमा बढेको र त्यसपछि घट्दै जान्छ। अनि एमआरको सेप कस्तो हुन्छ, एमआरको सेप भनेपछि स्टार्टिङमा हाइएस्ट छ त्यसपछि 0 भएर माइनसमा जान्छ। त्यो कुरा 0 भएर माइनसमा जान्छ। बाँकी तिमीलाई नोट्समा यो डिटेलमा गराएको छ, खालि अहिले त सेपको लागि बुझ्नुको लागि हैन। अब के छ थिङ्स टु रिमेम्बर, तिमीहरूले के गर्ने हो मोनोपोली मार्केट अनि पर्फेक्ट कम्पिटिसनमा टिआर एआर र एमआर को सेप याद राख्नुपर्ने छ है। त्यसको लागि थिङ्स टु रिमेम्बर पर्फेक्ट कम्पिटिसनमा के थियो, टिआर अपवार्ड गएको छ। अनि एआर एमआर के छ हाम्रो इक्वल छ, ओएक्स रेखाको प्यारलल छ, हिजो पनि बताइसकेको छु मैले। त्यस्तै मोनोपोलीमा के छ टिआर बढेर पछि घट्न थाल्छ अनि एआर एमआर पनि घटिरहेका हुन्छ है। त्यो कुरा तिमीले के गर्ने हो यो सेपलाई याद राख्ने हो। अनि अर्को कुरा के याद राख्ने, वस्तुको बिक्री बढाउनुको लागि एकाधिकारीले आफ्नो वस्तुको मूल्य घटाउँदै लैजान्छ है, त्यो कुरा रिमेम्बर राख्ने। थ्याङ्क यू।